दर्शक महानुभावहरू, आज पनि आशिका तामाङले फोहोर मैला व्यवस्थापन सम्बन्धी एउटा बैठकमा पुनः नगर प्रमुखहरूसँग विवाद गर्दै बैठक बहिष्कार गर्दै निस्किएकी छन्। उक्त बैठकमा उनले अब यो समस्याको समाधान नहुँदासम्म बन्चरे डाँडा र सिस्डोलमा फोहोर व्यवस्थापन नहुने भन्दै बैठकलाई बहिष्कार गरेकी छन्। र उक्त बैठक बहिष्कार गर्दै आशिका तामाङले एउटा लामो स्टाटस फेसबुकमा लेखेकी छिन् र त्यो स्टाटस हामीले तपाईलाई जस्ताको तस्तै पढेर सुनाउने छौं। म आशिका तामाङ, धादिङ क्षेत्र नम्बर 1 बाट निर्वाचन प्रतिनिधि। निर्वाचन हुँदै गर्दा मैले तपाईहरुसँग एउटा कुरा स्पष्ट भनेकी थिए। मेरो क्षेत्रमा हुने गैर कानुनी क्रियाकलाप, अवैध खानी तथा प्रकृति स्रोतको दोहन, भ्रष्टाचार र जनतामाथि हुने अन्याय विरुद्ध म चुप लागेर बस्ने छैन। त्यसलाई नियन्त्रण गर्न जहाँसम्म जानुपर्छ म अग्रसर हुनेछु। सिस्डोल र बन्चरे डाँडाको पीडा आजको होइन, 20 वर्ष लामो समयदेखि यहाँका जनताले अरूको फोहोरको भारी मात्र होइन, दुर्गन्ध, प्रदूषण, रोग र राज्यको व्यवस्था समेत बोकेर बाँच्नु परेको छ। सबैलाई थाहा छ, सिस्डोल र बन्चरे डाँडा मेरो निर्वाचन क्षेत्रमा पर्छ। त्यसैले यहाँका जनतामाथि हुने अन्याय र अत्याचारलाई मैले केवल एउटा सांसदको आँखाले होइन, आफ्नै घर परिवारमाथि भएको पीडाका रूपमा हेरेकी छु। मेरो जनतालाई नरकीय जीवन जिउन बाध्य पारेर फेरि उनीहरूकै समस्या समाधान गर्न खोज्दा मलाई हेपेर बोल्ने, जिम्मेवारीबाट पन्छिने वा बहानाबाजी गर्ने जो कोही होस्, म चुप लागेर बस्नेवाला छैन। मेरो जनतासँग गरेको वाचा पूरा गर्नुपर्दा निर्मम निर्णय लिनु परे पनि म पछि हट्ने छैन। आजको बैठकको उद्देश्य कुनै ठुलो वा असम्भव माग थिएन। कुरा यति मात्र थियो, नम्बर 1, विगतमा भएका सम्पूर्ण सम्झौताका शर्तहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने। नम्बर 2, प्रत्येक नगरपालिका तथा स्थानीय तहले आफ्नो कार्ययोजना र उपलब्ध स्रोत साधन अनुसार फोहोर व्यवस्थापनको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्ने। नम्बर 3, सम्बन्धित मन्त्रालय विशेष गरी पूर्वाधार विकास मन्त्रालयले आवश्यक कोअर्डिनेसन र फ्यासिलिटेसन गर्ने। नम्बर 4, प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा वेस्ट सेग्रिगेसन सेन्टर स्थापना गरी फोहोरको स्रोतलाई वर्गीकरण गर्ने र वास्तवमै डम्पिङ गर्नुपर्ने फोहोरलाई मात्र बन्चरे डाँडा पठाउने। नम्बर 5, बन्चरे डाँडामा फोहोरबाट निस्कने दूषित तरल पदार्थ लिएचेटको वैज्ञानिक प्रशोधनका लागि लिएचेट ट्रिटमेन्ट सिस्टम तत्काल सञ्चालन गरी प्रभावकारी व्यवस्थापन गर्ने। माग यति हो, न कुनै असम्भव कुरा छ, न कुनै अनुचित माग, तर पनि यति सामान्य जिम्मेवारी पूरा गर्ने विषयमा कुनै पनि कहिले कानुनले रोक्यो, कहिले यो मिलेन, कहिले त्यो भएन भन्दै जिम्मेवारीबाट पन्छिने। अझ दुःखको कुरा, समस्या समाधानका लागि बोलाइएको बैठकमा सम्बन्धित नगर प्रमुखहरूको 20 जनामा उपस्थिति समेत अन्त्यमा 9 जना रह्यो। फोहोर काठमाडौँ उपत्यकाको दुर्गन्ध, सिस्डोल र बन्चरे डाँडाका जनताको यो प्रश्न रहेको छ। सुविधा सहरलाई, रोग र पीडा मेरो क्षेत्रका जनतालाई। उनले फेरि प्रश्न गरेकी छन्, अब सिस्डोल र बन्चरे डाँडाको विषय वातानुकूलित कोठामा बसेर कागजमा छलफल गरेर मात्र टुङ्गिँदैन। अर्को बैठक सिस्डोलमै हुन्छ। आउनुहोस्, समस्या जहाँ छ त्यहीँ बसेर कुरा गरौँ। आउनुहोस्, त्यही फोहोर र थुप्रोमाथि बसेर बैठक गरौँ। त्यही दुर्गन्धको सामना लिएर छलफल गरौँ। त्यहाँका आमा बुवा, दाजुभाइ र दिदीबहिनीले वर्षौँदेखि कस्तो जीवन बिताइरहनु भएको छ, एक दिन आफैले महसुस गरौँ। समस्या सिस्डोल बन्चरे डाँडामा छ भने समाधानको निर्णय पनि त्यहीँ बसेर गरौँ। मेरो क्षेत्रका जनताको स्वास्थ्य, सम्मान र बाँच्न पाउने अधिकार बार्गेनिङ पोइन्ट होइन, यो बेसिक ह्युमन राइट हो। मलाई संसद बनाउने कुर्सीभन्दा ठुलो तपाईहरूको विश्वास हो। त्यसैले तपाईहरूसँग गरेको वाचा पूरा गर्न जहाँ बोल्नुपर्छ त्यहाँ बोल्छु, जहाँ लड्नुपर्छ त्यहाँ लड्छु, जहाँ कडा निर्णय लिनुपर्छ पछि हट्दिन। बाँकी मेरो सिस्डोल बन्चरे डाँडावासी आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको जो आज्ञा। आफ्नो ख्याल राख्नुहोला। धेरै सम्झना, तपाईको रिसाउने माननीय दिदी भनेर जसरी आशिका तामाङले यो लामो स्टाटस लेखेकी छिन्। तपाईलाई के लाग्छ, यो
उनको जुन उनले यो मागहरू राखेकी छिन् यी मागहरू आवश्यकीय मागहरू थिए, तर आम जनताहरूले यसलाई कसरी लिएका छन् भने यो मागहरूलाई नम्र तरिकाबाट पनि हामीले यसलाई समस्याको समाधान गर्न सक्थ्यौँ भन्ने किसिमको आम मानिसको बुझाइरहेको छ। यसरी एग्रेसिभ तरिकाले उनी प्रस्तुत हुँदाखेरि आम मानिसले यो विषयलाई फेरि ट्रोल बनाइरहेका छन् र उनले जसरी त्यसरी बैठकबाट निस्किनु हुँदैन थियो र यो चाहिँ निस्कनु राम्रो भएन भन्ने किसिमको आम नेपाली जनताले यसमा टिप्पणीहरू गरिरहेका छन्। तपाईलाई उनका यो मागहरू कस्तो लाग्यो? जस्ताको तस्तै कमेन्ट गर्नुहोला। नमस्ते।